लुम्बिनी विकास कोष लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा श्री दीपक श्रेष्ठ गोर्खालाई मनोनित गर्ने निर्णय भएको छ। 5. उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय भएको छ। र 6. 2082 मङ्सिर 8 देखि 12 गतेसम्म चीनको सिजाङ स्वशासित क्षेत्र स्थित लासा शहरमा आयोजना हुने महिला सेमिनारमा सहभागी हुन आदिवासी जनजाति आयोगका माननीय सदस्य श्री रिना राणालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। आजको मन्त्री परिषदका निर्णय यति मात्रै रहेका छन् र यो सबै निर्णय मैले यहाँहरूलाई सुनाएको भएर सञ्चार मन्त्रालयको नियमित प्रेस ब्रिफिङ यो मन्त्री परिषद बैठकका लागि गरिरहनु नपर्ने बेहोरा पनि म यहाँहरूलाई जानकारी गराउँछु। आजको मन्त्री परिषदका निर्णयहरू यति मात्रै रहेका छन्।